यस्तो के गर्नु यो पाहाडकै हो के त हो फेरि अर्को पाहाड मात्रै बनाएको अब यो झर्ना गएको म त एकैचोटि म त तल तानेको भरेसम्म घर किन मैले थाहा छैन यत्रो पाहाड सिधा तल तानिरहेछ मलाई त ठाउँ चाहिँ राम्रो छ आफूभित्रको आफैमा आजको स्वर्गमा त्यसलाई चाहिँ नर्कै हो म चाहिँ नर्कमा आएको जस्तो लागिरहेछ ठाउँ भने यस्तो हुनुपर्छ जहाँ धोका पाइँदैन जुन ठाउँमा यस्तो बोका भयो भने कुन ठाउँमा चाहिँ धोका पाइँदैन ओए जिस्केछ नि फेरि हान्ला ठाउँ चाहिँ गाइस बोका छ कि तर यो आकाशहरू चाहिँ नजिक छ कि अहिले मलाई आकाशले जाडो पनि भइरहेछ कि खुट्टा पनि दुख्यो यार ठाउँ भनेको यस्तो हुनुपर्छ भनेर पनि चिनिन्छ है हेलो गाइस होइन यहाँ सुनिरहनु यो केटा आज बोलाइसक्यो ठाउँ यस्तो खतरा छ बोला तर ठाउँ राम्रो छ जेसुकै भन्नुपर्दा आमाले बोलाउनु भएको र म पनि आएको कि अनि उता गएर त एउटा आन्टी भेट्तिर आयो पछि मसँगै पढ्ने लास्टमा त ल एउटा छोरी पो रहेछ तँ मसँगै पढ्थ्यो पहिले यो यहाँ कि होइन ओ चाराली के हो त्यसको नाम त्यो त्यसको चाहिँ छोरी रहेछ त्यो होला त्यस्तै 14-15 होला ए होइन 14 होला एउटाले न के पटाउनु हो त्यो मलाई पहिले त्यसले मलाई उता गरेर छोड्यो कि मेरो त तँ त गरेछ होइन यार एउटा सायरी सुनिन्छस् जाउँ न त पठाइदिन्छु एकैछिन पठाइदिन्छ ल हिँड त्यसलाई त एकैछिन पठाइन्छ हिँड मलाई खाएर आयो जोसको तालमा अहिले हराउँछ होस् हरायो होस् भने यहाँबाट बग्दै जान्छ यो गुड्की दिँदै हो यार फेरि एकछिनमा भेट्नुपर्छ है गाइस उकालो